हाम्रै आन्दोलन भनेको सरकारले हामीले पक्राउ गर्छ। प्रहरीले उहाँलाई नियन्त्रण गर्ने कोसिस यो निश्चित संविधान बचाएको हो, यसैको लागि हामी लडिरहेको छौँ। यसैको लागि लडिरहेको यस्तो भइरहेछ। आवाज उठाउँदाखेरि यस्तो स्थिति छ त हामी पुलिसहरूको मनोबल बढ्नुपर्छ भन्ने नै चाहन्छौँ। हामीलाई त्यहाँ जान दिनुहोस् प्लिज। हामीले मागेको तपाईँहरूको लागि पनि हो, सबैको लागि हो। यो चुनावको मात्र म्यान्डेट हो सरकारको, जुन सरकारले पनि चुनाव गर्नै पर्छ। हामीले भन्ने होइन उहाँले चाहेको हाम्रो कुराहरूको चुनाव 82 मा सार्ने के आवश्यकता थियो भने के त्यसैको लागि हुनु पर्यो हो। सुशीला कार्कीजीले जसरी भन्दै हुनुहुन्छ कि चुनाव गरेर बदलाव हुन्छ, त्यो कुनै पनि असम्भव छैन। हामी जिन्सहरू बाटोमा उत्रयो भने एमालेहरूले हामीले फेरि लगाइनेछन्, काङ्ग्रेसले फेरि लगाइनेछन्। सुशासन हो। डराएको होइन, हामी प्रश्न गर्न खोज्छौँ। त्यो 23 गतेको हत्याले के भियोलेन्समा किन खुला ढङ्गले अगाडि हिँडिरहेको छ, किन पछाउन सकिरहेको छ? पुरै पक्राउ गर भने हो, हत्याराहरूलाई पक्राउ गर, भ्रष्टाचारीहरूमाथि कारवाही गर। आवाज सिंहदरबारबाट हामी कतै पनि हट्दैनौँ। हामी यहाँबाट हट्दैनौँ। बल प्रयोग सुशीला कार्कीज्यूलाई हामी वार्ता गर्न चाहन्छौँ। उहाँलाई यही बोलाउनुहोस्, हामी यही उभिन्छौँ, उहाँको प्रतीक्षा गर्छौँ। हाम्रो कुराहरूको मागहरूको सुनवाई गर्नुहोस्। छिटोभन्दा छिटो हत्याराहरूले पक्राउ गर्नुहोस्, भ्रष्टाचारीहरूले कारवाही गर्नुहोस्। यहीँ बाहिर आएर भेट्नुहोस्। अति भयो, 1 महिना भइसक्यो। मैले मेरो 7 बुँदे माग राखेको धेरै टाइम भइसक्यो। सुशासन, 5 वर्ष सरकार, मान्छेको जीवन स्तर बढोस्। म यति पढे लेखेँ, लास्टमा खोइ देशमा गरी खाने वातावरण छ। गरी खान देऊ सरकार, गरी खान देऊ। हामीले हाम्रो माग राखेर दिनु, हामी आफ्नो मागहरू प्रिन्ट आउट गरेर ल्याएका छौँ। सरकारसँग वार्ता बस्न दिनुहोस्। हामीले सुशीला कार्कीलाई बोलाउनुहोस्।